नमस्कार, यहाँको सम्पूर्णमा नमस्कार मेरो भिडियोमा स्वागत छ। अनि हाम्रो दाजु हाम्रो दाई आदरणीय दाई जेठा दाई मेरो काकाको छोरालाई मेरो भिडियोमा धेरै धेरै स्वागत छ है, हार्दिक स्वागत छ। अनि हाम्रो दाजुले आज आफ्नो परिचय आफै दिँदै हुनुहुन्छ, नाम र ठेगाना भनिदिनुहोस्। अब मेरो बहिनी तिनवटा बहिनी अनुभव धन्यवाद मेरो अब चारजना देवराज ताम्बेदार धन्यवाद दाजु आफ्नो परिचय दिनुभएकोमा। अनि दाजुको अब हुन त मैले देख्दै आएको भए पनि म एउटा बहिनीको नाताले मैले देखिनँ तपाईँको बाल्यकाल होइन। हजुरको बाल्यकाल चाहिँ कसरी बितेको थियो? बाल्यकाल त बहिनी अब दुःख सुख दिस परदेश गयो, दुःख खाइयो गरियो, बाँचेको छ। अरू के भनेर अब देश परदेशमा दुःख सुख गरियो, परदेश पनि साउदी कतार गयो, 5 वर्ष बस्यो। यहाँ आएर अहिले घर बुढा भनेर घर बसेको छु। भाइहरू इत्यादि गाउँमा छ, सबै चिजहरू बाहिर जानुभयो, कुटुम्ब लाग्नुभयो, घर बुढा बसेको घरमै छु अहिले त। हजुर हजुर धन्यवाद दाजु। अनि दाइले सङ्घर्ष कतिको गरे जस्तो लाग्छ र कुन सङ्घर्ष चाहिँ तपाईँले अहिलेसम्म बिर्सेको छैन? सङ्घर्ष गरियो, चेली बहिनी हो, घरमा दुःख सुख गरियो, गर्दा गर्दै सङ्घर्षले सफल हुन सकिएन। सङ्घर्ष दुःख सुख गरियो, त्यस्तै होला नि बहिनी, के भन्नु। खेतीपाती गरेको यसो दुःख बाँचेको छु, यस्तै छ, परिवार चलेको छ, जिन्दगी चलेकै छ। ठिक छ। अनि दाजु मैले के अरे मैले सम्झेको कुरा सोध्छु है ल। हजुर एकपल्ट तपाईँहरू त्यो हेमा खोलाको पुलमा सबै कतिजना चढेर चाहिँ भत्क्यो भन्ने बहिनी त्यो ठिक छ, तपाईँले सोधेको शब्द सही कुरा हो। प्रश्न भनिदिनुहोस् त। ठिक छ, हामी बाटै भनिदिनुहोस् ल। गति चाहिँ थाहा छैन होइन, जेठ कति गते हो। हामी म त्यतिखेर 5 क्लास पढ्दै थिएँ स्कुल। त्यतिखेर पहिला हामी 4 पढिन्जेल इङ्ग्लिस पढाउँदैन थियो, 4 दिन ग्रामर किताब इङ्ग्लिस चाहिन्छ भन्थ्यो। त्यहाँदेखि मैले इलाम किन्नु गएँ। त्यतिखेर गाउँको साथीहरू पनि अब कुनै घिउ बेच्नु जान्थे, नुन लिन जान्थे। त्यो साथी पछ्याएर म गएँ। म सानै थिएँ त्यतिखेर, मेरो उमेर 16 वर्षको थिएँ म। 16 वर्ष उमेर थिएँ त्यतिखेर। अनि हामी पछ्याउनु जाँदा, अनि हामी जाँदा भारापा टुवा भन्ने ठाउँमा एकछिन राति बास बस्यौँ। बिहान हामी 4 बजी उठेर गर्दा त्यो राति ठुलो भेल पानी पऱ्यो। हजुर पानी पऱ्यो। अनि बिहान हामी 4 बजीतिर उठेर अब त्यस्तै अब झोलामा चामल यस्तो कुन तिन बोकेर हामी गएको थियौँ। टक्कै हामी 8 जना चढेको थियौँ। 8 जना चढेको थियौँ। सिगु 2 जना, एउटा सापकोटा, अनि यङ 6 जना 7 जना थियौँ हामी। टक्कै जाँदा हामी टक्कै पुलमा, मैले त सानो त्यति अनुभूति थिएँ। म त पुलमा चढेर चाहिँ आधी पुल पुग्दा पुल झरेको। त्यतिखेर मैले केही थाहा पाइनँ। त्यतिखेर म झऱ्यो। एउटा साथी मऱ्यो। म गएर मेरो दाहिने खुट्टा भाँच्यो, दाहिने हात भाँच्यो। अनि बाबाआमाले खबर सुनेर बोकेर ल्याए। त्यतिखेर गाडी घोडा थिएन, डोकोमै बोकेर ल्याएँ त्यतिखेर हामीलाई। त्यसो भन्दै अनि म 2-4 महिना यहीँ बसेँ। त्यहाँदेखि धरान उपचारमा गएँ फ्रीमा। गोपाक्याम्प उयो ब्रिटिसको क्याम्पमै गएँ, उनीहरूले उपचार गरिदिए। अनि फेरि 1 पैसा लागेन मलाई, जाने बाटोमा खर्च लाग्यो, फ्रीमा उपचार 1 महिना बस्दा फ्यान खुट्टा टेक्ने चाहिँ भएर निस्क्यो। एकैछिन दाजु, मैले छुट्याएँ त्यो भारी चाहिँ बोकिराख्नु भएको थियो, नुनको भारी थियो होइन? हामी जाँदैन हामी झोलामा एउटा बर्को र 4 मन चामल मात्रै थियो, केही थिएन। जाँदै गएर झरेको होइन। त्यहाँ चाहिँ झर्लङ्गे पुल हो। अब पहिला उछोट थियो, अनि यसो त्यो यो लडुवा कार्की भन्छ, कार्की यसो भङ्गाङ बनाउँथ्यो। हामी त सानो थियौँ त्यतिको, आजोले त बुद्धि आउँथेन त्यतिको, हामी लाटै थियौँ। त्यहाँ बगाङ पुल यस्तो अग्लो, यस्तो 2टा फलम काट्छ नि भिरमा, त्यो यो उखेलेर यस्तो गरेर झऱ्यौँ नि त्यसरी। अनि
जेठमा जेठकै बैशाखमा बहिनी झरेको त्यति त्यो चाहिँ एकदिन त भन्नु सक्दिनँ होइन मान्छे हिँड्ने पुल मान्छे हिँड्ने पुल झर्लङ्गे पुलमा हुन्छ त्यो बाह्र पुलमा त्यसरी भयो दुःख सुख भेट्दै अनि हातखुट्टा भाँची पनि अहिले दुःख सुख हिँडेको छौँ जीविका दुःख सुख चल्दैछ साथीलाई देख्नु पाएँ अचार बोल्नु पाएँ तपाईँसँग अब पुगेर म गएको अहिले बहिनी पाउँदिनँ थिएँ परेको छैन होइन सबैले अब नराम्रो भनेको छैन अब छैन पछि नराम्रो छैन अबसम्म सबै साथीहरूले देवराज मान्छन् नराम्रो चिजको गरेको छु आठजना अनि एकजना हाम्रो साथी चाहिँ त्यहीँ छिन्ने बित्तिकै मऱ्यो त्यो चाहिँ सापकोटा डाँडीको सापकोटा चाहिँ त्यो ढुङ्गा ठोकेर खपर फुटेर मऱ्यो त्यो एकजना मऱ्यो 7 जना बाट हाम्रो पटदुगा छिको दाजु महिला चपरासी दाजु यहाँ पछि कार्की लडुवा भन्छ म थुप्रै छौँ होइन त्यसबाट जसमा चपरासी भन्छ नामको स्वर्णीको दाजु यिनीहरू हस्पिटल गएर हिँड्नु नगरकोटमा छिएर बस्छु कस्तो हुन्थ्यो त्यसलाई दबाउनु हामीले फ्रीमा उपचार गर्थ्यो कस्तो लाग्यो खाने बस्नु थियो हामीले बोक्नु लाग्यो मात्र गोबरखामा गोबर गन्थ्यो बगानमा त्यतिर बगानमा पोखरी खरी थिएन त्यस्तो बिजनबारी जाँदा होइन हामी चाहिँ इलामको यस्तो भन्छ पहिला बाबामा दुःख पाउँथे अनि म ग्रामीण किताब तपाईँले थाहा छ होइन होइन ग्रामीण चाहिन्छ पहिला 400मा 300मा त एडिसी पढाउनु थियो होइन त्यसो भने पहिला होइन दोकान थिएन अहिले पो घरबाट दोकान आएको घरि गाडी आएको छ सुन्नु मन लागेको थियो कि अस्तिबाट 60 पुग्ने आँटेमा पनि अब 60 पुग्ने बाँकी छ मेरो यस्तो देखिन्न न दाजु भर्खर 21 त्यस्तो बुढो भयो भने होइन दाजु त अनि के फिलिलिलिलि हिँडे राख्नुहुन्छ के बुढो हुने मौकै छैन नि हैन म चाहिँ नि अब दुःख पाए पो काम त्यति गर्दिनँ कि दुःख त अब दुःख त मनमा हुन्छ बहिनी हैन दुःख सबैको हुन्छ नि कति धनीले पनि दुःख हुन्छ गरिबले पनि हुन्छ हैन सबैको दुःख हुन्छ तर मलाई चाहिँ दुःख लाग्दैन मैले काम गर्न छोडेको 15-20 वर्ष हो हजुर काम गर्दिनँ हजुर दुःख सुख अब नानीहरूले यसो खर्च पठाइदिन्छ खान्छु होइन साथी पनि मान्छ यसो मम्मीले अब जहाँ युवाहरूले बोलाएको ठाउँ पुग्छु आज म टेक्ला जाउँ काका भने गएको पञ्चमी गयौँ पञ्चमीदेखि सामान किन्यौँ गाडीमा लगेर गयौँ बाइकमा त्यसरी नै म चाहिँ म बुढो बोय भन्दिनँ युवाले जहाँ बोलायो म त्यहीँ पुग्छु म चाहिँ साह्रै हल्का मान्छे फेरि भाउजू पनि हल्का छ अरू यस्तो म जहाँ गयो कराउँदैन ऊ अनि मेरो कुनै त कराउँछ नि फेरि कराउँछ सिनेमा मेरो पहिला कहाँ गयो के गर्नु हाम्रो चाहिँ खोल्ला छ खोजिदिनु त गर्नुपर्छ त होइन तपाईँले पनि गर्नुहुन्न किनभने अब आफ्नो लाइनमा अब सीमाभित्र रहेपछि किन होइन अब दायाँ बायाँ गर्नु अनिँदैन लाइन छोड्नु भएन ट्रेकमा हिँड्नु पर्यो त्यसरी अब त अनि दाजुको अब यस्तो हिँड्ने मान्छे धेरै जनासँग के अरे सम्पर्क हुन्छ होइन भन्नाले चिनजानको मान्छे अनि राजनीतितिर चाहिँ कतिको राजनीति धेरै अगाडि लागेको बहिनी म साल त जान्दिनँ म कति 54 कति सालमा वडा उठेको थिएँ पर देवकुमारको बाबु धनबहादुर दाईसँग लडेको थिएँ मैले ऊ एमालेको म काङ्ग्रेसको म 4 वोट हारेँ हजुर त्यहाँदेखि नेक्स्ट चुनावमा
के अध्यक्षमा के वार्ड अध्यक्ष ए वार्ड अध्यक्षमा यो पञ्चमी चारमा हिलियाङ चारमा चारमा हाम्रो वार्डमा चारमा हुनु अहिले त चार त ठुलो भयो अनि सेकेन्डचोटि म टेकराजसँग हुन्छ बहिनी टेकराजले कति सालमा हार्यो सालमा बिर्स्यौँ 22 साल न होला ए होइन नि 22 होइन हो 82 होइन अहिले 80 साल 80 मा होइन 79 74 कि 74 सालमा 74 चुनावमा टेकराजले मलाई डोग्यो दाइ अब तपाईँ काका तपाईँ बुढो हुनुभयो मैले छोड्दिनँ भने हामी त क्यानभिसमा टेकेर नाम आयो बाबु छोरामै आयो अरू सबैले टिकट झिक हात ताने अनि गर्दा गर्दा अन्तिममा युवा ठिक अनि काकीले भन्यो ठिकै छ भति युवा मान्छे तिमी अनि बुढो भयो छोडिदेऊ टेकेले भन्यो टिकै चर्चन हार्यो नि चुनावमा हारेको चुनावमा त्यो सालमा ऊ हार्यो त्यहाँदेखि चाहिँ राजनीतिमा म अलिक पछि बसेँ अनि राजनीतिमा चाहिँ त्यतिखेर म चाहिँ जित्थेँ जस्तो लाग्छ हारिदिनु छु कि म त ठिकै एकैचोटि ज्याप्पै आइगयो होइन युवा मान्छे अब अलि भाषा भाषणमा अलि राम्रो भाषण गर्छ बाटो छ होइन हामीभन्दा धेरै भाषण गर्छ भनेको युवा मान्छे त्यो भनेर म छोडिदिउँ पछि उपचुनावमा हार्यो श्री सिगुले जित्यो थियो 74 सालमा अनि फेरि अर्को साल 74 75 76 77 78 मा तर विराजपति दङ्गाले जित्यो गठबन्धन भएर होइन टेकेले टिकट पाएन टेकेले अनि सबै हामीले भोट गठबन्धन सघाएर जितायौँ अब 84 मा चाहिँ को उमेर आउँछन् अब म चाहिँ 87 मा अध्यक्षमा उठिने बहिनी अब 87 मा चाहिँ अब 84 मा 87 मा जस्तो लड्यो भने 87 चाहिँ अब बुढो मै भने म 60 पुग्नु पनि बाँकी छ मेरो उमेर अब 56 57 58 वर्ष पुगेँ अब मन 60 जस्तो छैन फेरि होइन 60 पुग्ले छैन किनकि अब राजनीति लागेर पनि त्यति राजनीति लागेर हुँदैन बहिनी अलिकति राजनीति लाग्ने गाउँको जनताको सेवा गर्नुपर्छ त्यतिकै नेता भनेर ढल्किँदैन हामी टेकराजले भतिजले नेता त बन्यो गाउँमा केही वास्ता गरेन होइन त्यस्तो नेता बन्नु हुँदैन गाउँको दुःख सुख कसको घरमा केही दुःख छ तिनीहरू सब आफ्नै जिउ जस्तो हेर्नुपर्छ त्यो मात्रै नेता भन्छ क्या त्यसरी भन्छ अनि त्यस्तै छ जे लियो अब के गर्नु देश प्रदेशमा पनि हुनुहुन्छ पछि दाजुलाई राजनीतिमा धेरै चाहना चाहिँ भएको तर मलाई साथीले पछि पारे मलाई होइन ठिकै छ अब केही छैन अब फेरि पनि उठ्ने विचार छ कि अब म उठ्यो अब त्यो होइन अब उठ्यो भने मैले पार्टी चेन्ज गर्छु भने म नेपाली र काङ्ग्रेस र एमाले म नाम दिँदिनँ पनि कुनै पार्टीमा साथीभाइले सहयोग दिएर भाइहरूले सपोर्ट गर्यो भने म पार्टी चेन्ज गरेर उठ्न सक्छु होइन म यो पार्टी काङ्ग्रेस र एमालेबाट म उठ्दिनँ यो नाम पनि लिन चाहदिनँ पनि अनि यो जुन हिलियाङ गाविसमा चाहिँ होइन गाविस पहिला गाविस पालिका अहिले यहाँ चाहिँ अहिले को मेयर छ सोमबार अधिकारी भालचुकको सोमबार अधिकारी अनि मेयर उपमेयर सुवित्ते सुने सुबाङको छ दुईचोटि जित्यो सुबाङको सुवित्रा सुने भन्छ थर्के के कसरी सुबाङको चाहिँ यहाँ हिलियाङ गाविसमा हैन नि यसरी बहिनी हाम्रो अम्बरपुर 1 नम्बर सिङ्गापुर 2 नम्बर अनि कुर्लुम्बा 3 नम्बर तामदा 4 नम्बर सुबाङ 5 नम्बर भारपा 6 नम्बर पछाडि 7 वार्ड छ हाम्रो हिलियाङमा सुबाङको पर्यो नि त 5 को पर्यो कि 7 वार्ड पर्यो कि हामी 7 पालिका अब पालिकामा 7 वार्ड पर्यो हामी हजुर हिलियाङ त यो खोलादेखि यता काब्ली खोलादेखि यता सबै नि यता याङरक पर्यो तपाईँको याङरक पर्यो होइन तपाईँको याङरक पर्यो त्यसरी अहिले चाहिँ थुप्रै मिलेर चाहिँ एउटै भयो सुबाङदेखि यतासम्म भारपासम्म भारपा त यो खोलादेखि यता तल लिम्बुनी पुलले यता अनि यति नागी पनि मिसाउने कुरो थियो मिसाएन पछि मिसिन्छ होला पछि जाने पालिका नगरपालिका भन्दा मिसाउनु पर्छ अब त याङरक भन्छ माथि थर्पु होइन यता हिलियाङ दुईटा मिसाउनु पर्छ पछि चाहिँ अहिले चाहिँ यस्तो अनि 7 वार्ड छ अनि दाजुले अलिकति यो विषयदेखि बाहिर गए ल हजुर अनि दाजुको वैवाहिक जीवन चाहिँ कस्तो रह्यो त वैवाहिक जीवन त भन्दा कहानी लामो छ बहिनी त्यो सोचेर सकिँदैन भन्नुस् हैन भन्नु मन नलागेको कुरा नभन्दा हुन्छ दुःखम पर्यो परिवारले दुःखम दिए हजुर अब पहिला पनि अब
एकचोटि युके लाग्नुले मैले सङ्घर्ष गरेँ। यहाँमा भिडेँ, त्यो यहाँमा सेक्सनमा फर्स्ट भएको थिएँ, चाहना धेरैमा चाहने, म खुट्टा नभाँच्दा श्रीमन हुन्थेन होला। अनि त्यहाँदेखि त्यहाँ गर्दा म फर्स्ट हुँदा पनि पछि अन्तिम मलाई अब कुदाउँदा अब खुट्टा लामो छोटो भयो कि लाग्ने भयो कि के मैले फेकेँ। त्यहाँदेखि साउदी गएँ, साउदी गएर 3 वर्ष बसेँ। अनि साउदी गएपछि आएर त्यहाँ बिहे गरेँ मैले। 8 जेठी होइन, त्यो दुःख सुख अब ऊ पनि 4-5 बस्यो, जय जन्म भएन, मन त मिलेको थियो, मिलेको थियो। अब म त विदेश हुँदा ऊ अर्को जान्नु भयो। अनि त्यहाँ मेरो त कहानी लामो छ भने मेरो त परिवारको कहानी भन्नु चाहिँ लामो, 3-4 भन्नुपर्छ। छोट्याएर भन्दा हुन्छ। त्यस्तै भयो नि। त्यसको अब रिसले मैले अर्को लिम्बुदेखि ल्याएँ, उसको रिसले त्यो ल्याएर फेरि ल्याएको 5-6 महिना भएर गएँ। डेलिभरी केसमा खस्नु भयो। अनि त्यहाँ डेलिभरी खस्नु भयो। त्यहाँदेखि अनि त्यहाँ आएपछि खसेपछि म खसेको 15-16 महिनामा फर्केर आएँ विदेशदेखि। छुट्टी आयो, विदेश गइनँ। साथीको पार्सल पुऱ्याउनु जाँदा जुटपाटीमा अहिलेको काकी भनौँ, भाउजू अहिले भाउजू त्यहाँ भेटेँ। यसमा चाहिँ अब परिवार राम्रै छ, बालबच्चा राम्रै जन्मे, राम्रै अब परिवार राम्रो छ अहिले चाहिँ। त्यही भनौँ होला, के भन्नु र भने अब दुःख चाहिँ पहिला अहिले त राम्रै छ। छोराछोरी पनि अब हुर्किसके, कान्छी नै अब 14-15 पुगे, अब सबै हुर्किए। अब अहिले चाहिँ परिवार खुसी छु बहिनी, म खुसीमा छ अहिले त परिवार, त्यति दुःख सुख छैन। अब एकपल्ट बुवा आमाको नाम अनि भाउजूको नाम पनि यसो भनिदिनुहोस् न त ल। बुवाको नाम के थियो? बुबा साल त बिर्सेँ होला मैले, साल परे नाम मात्रै। बुबा त अब रामकुमार युङयाङ। हजुर। अनि आमा कति सालमा खस्यो मलाई। तर अहिले जस उहाँहरू हुनुहुन्न, तैपनि उहाँलाई सम्झौँ भनेर एउटा होइन स्वर्गीय हुनुभयो। अनि मम्मी विष्णु कुमारी युङयाङ अलिकति बुबाभन्दा 8-9 वर्ष पछाडि खस्नुभयो। अहिले मम्मी खसेको त 5-6 वर्ष धेरै भएको छैन है, त्यस्तै रहन्छ। अनि अब भाइहरू गजिन्द्र एउटा हिरो इटालीमा छ, अर्को हङकङमा छ, सबै हिरो। तपाईँ यहाँ इलियाङ गाउँको हिरो, इलियाङको गरुङबाट चाहिँ भएको चाहिँ त्यस्तै छ। अब के गर्नु, अरू त के भन्नु र होइन। गाउँमा साथीभाइ परिवार दाजु भाउजू सबै होइन, हेलो सबै भएको छ। हजुर। अनि दाजुले अब दुःख सुख गरियो, सफल त्यति भइएन भन्नाले मान्छे के कारणले सफल नहुँदो रहेछ जस्तो लाग्यो दाजु? सफल त बहिनी भनेर नहुँदो रहेछ, भाग्यमा आमाको पेटदेखि झर्ने बित्तिकै लेखेको कुरा पाइने रहेछ। त्यो अर्को हरिस गरेर मागेर नपाइने रहेछ नि त, बल गरेर हुँदैन। अब कर्ममा पहिला आमाले जे यो गर यो खा भने त्यो पाइने रहेछ, छैटेको भावीले भन्नु खोज्नु नपाइने रहेछ। त्यतिमा भाग्य मान्छे। तर मलाई खुसी छु बहिनी म, किनभने छोरा हुर्के त। अब छोरा 2 वर्ष गए, छोरा मैले छोरी कुटुम्बमा लागेँ। अनि अब कान्छी छोरी पनि 14-15 वर्ष पुग्यो। अनि अब त अनि हामीले दाजु भाउजू त हिरो हिरोइन भएको छ। सही हो। कति भाइ कति बहिनी पो दाजुको? मेरो 1 भाइ छोरा 4 बहिनी। 4 बहिनी छोरी। जेठी छोरी जापान छ, मैले छोरी बिहे भयो। अब कान्छी पनि मैले साइली पनि जापान जानु आँटेको छ, अब 13सम्म जान्छ होला। कान्छी जाली सानै छ, कान्छी अलि 8मा पढेछ। हजुर। ऊ के अरे छोरा चाहिँ तल दुबईमा छ, 18 महिना भयो, पर्सुको छिर्नु आँटेको छ। छोरा चाहिँ ठिक छ दाजु। पाहाडको ठाउँमा के गर्नु बुढा जस हुँदैन। हो नि यस्तो भाउजूहरू छन्, त्यसले कराउँछन्। दाजु आमा सम्मानले ठिक छ। भाउजूहरू नै आमा समान हो नि त हैन, उहाँहरूको अधिकार छ के। सही हो। कुटु हुँदैन, हातले चाहिँ मुखले भन्दा हुन्छ हैन। हजुर। अनि दाजुले अब पनि केही गर्छु भन्ने सपना चाहिँ के छ त? मेरो सपना सबै अब सकिँदै गयो भने म एउटा कुनै साधारणको एउटा पार्टीको सदस्य बन्नु आशा छ मेरो। पार्टीले टिकट दिए नदिए अर्को पार्टीबाट पनि म घन्टीबाट उठेर यसमा 84मा चाहिँ एउटा सदस्य बनेर भन्छु, तान्द्रामा
बन्छु भनेर अब क्षमता छ दाजुलाई भने नि जेठा हुन्छ तर भन्छ मिल्नु निकै मिलाउनु पर्छ होइन त्यही त नि मेरो आशा साथीभाइले माने बन्छु मानेन भने हार्छु त्यो त अनि दाजुलाई एकदम अग्रिम बधाई छ अनि शुभकामना होइन फेरि पनि दाजुले टिकट पाउनु अनि हाम्रो गाउँठाउँको सेवा गर्ने मौका पाओस् अनि दाजुले फेरि टिकट पाएर त्यो जुन अवसर पाउनुभयो भने यो गाउँमा चाहिँ के गर्ने विचार के विकास गर्ने विचार गाउँमा चाहिँ अवसर पाएर टिकट पाएर म उम्मेदवार बन्यो भने अरूभन्दा अलिक अलिकति केही विकास गर्छु पनि आश छ मलाई चाहिँ हजुर हजुर बाटोघाटोदेखि लिएर होइन अरू ठाउँमा त अब टाढो सकिँदैन आफ्नो गाउँ चाहिँ थोरै चाहिँ बनाउँछु कि भन्छ अरू हो त्यही गर्छु भनेर त अब तत्कालीन म हजुर यो बाटो एकछिन खोलेको छु अहिले यहाँ गाडी त छिराउनु पर्ने गाडी छिरेको छैन हजुर यो बाटो चाहिँ छिराउँ कि भनेर आशा छ कि मान्छे ठुलो गाडी टर्कदिने सानो ट्याक्सीहरू यसो यो चाहिँ अवश्य पनि यो टेकेको आफूको फिक्रमा चाहिँ भने साथीभाइले सल्लाह सुझाव साथीहरूले सहयोग दियो भने उनीहरूले आफै गर्दा भने होइन साथीभाइ सहयोग दिनु पर्यो सुझाव दिनु पर्यो होइन त्यसरी जानु पर्यो एक थुकी सुकी 100 थुकी नदी होइन दाजु अब काम गर्ने मान्छेले त अब नराम्रो त गर्छु त भन्दैन अब साथीभाइले पनि बुझिदियो भने सही हो ठिक छ आफ्नो गाउँ आफै बनाऊ होइन त अर्कोले बनाइदिँदैन आफ्नो घर आफै बनाऊ आफ्नो गाउँ आफै बनाऊ होइन त त्यो अभियान चाहिँ दाजुलाई एकदमै जारी छ एकचोटि साथीभाइले टिकट दिएर नेता बन्यो भने नेता नभए त सकिँदैन रहेछ बहिनी होइन नेता बन्यो भने ठुल्ठुलो विकास गर्न सक्छ नेता भनेको देशको सेवा हो नि त देशको सेवा हो अहिले हर्क साम्बाङ बालेन शाह अनि कति नाम हुन्छ उदाहरण छ नि त एकदम उदाहरण लाग्यो अनि रविजान लान्छन् त्यस्तो नेता चाहिँ बन्नु भन्दा पो अनि देशमा लाग्छ होइन हो देश संसारले हो त्यस्तो हर्क साम्बाङले डोकोमा बोक्दै छ आफै लाएर कङ्क्रिट अघि एकदम हेरिबस्ने म चाहिँ त्यतिबाट राति पनि एकछिन रक्सी खान्छु हेर्छु राति उहाँहरू जतिको त्यस्तो नेता त्यस्तो चाहिँ चाहिन्छ मैले हरेक ठाउँमा चाहिँ त्यस्तो भएको भए होइन सबै नेता बन्ने विकास हुन्छ त्यस्तो मान्छे नेता बन्ने अनि मात्रै गाउँ बनिन्छ अनि कसैले घुस खाने मात्रै अब पैसा झ्याप गोजीमा लाउने नेता धेरै बनेको छ नि अर्को नेता पनि नाम आउनु नि अर्को आउँदैन त त्यो 3 जनाको नाम आउँछ त्यसरी होइन त्यस्तो ठुलो हामी नाम बन्नु सक्दैनौँ यसो हाम्रो वार्डमा यसो आफ्नो गाउँमा चाहिँ म त केही ठुलो त सोच्नु सक्दिनँ अब बिग्रेको छैन तामलाई चाहिँ छोरै बनाउँ भन्ने मेरो रहर छ टक्क यो बाटो पिच गरी या टक्क पिच चाहिँ बनाउनु पाएँ भने म मर्दा पनि सुकै पुग्छ जस्तो लाग्छ मलाई त्यति कुटुङ बाटो आउँदा पनि त्यहाँ गाडीमा घरमा आओस् यो बाटो मैले खोलेको नि त मैले ड्युटी गरेँ नराम्रो सोच्नु हुँदैन होइन सबै राम्रो सोच्नुपर्छ राम्रै हुन्छ के एकदम राम्रो छ पर्खिनु सक्नुपर्छ धैर्य गर्नुपर्छ धैर्य के हुन्छ ठिक छ अहिले त्यसो हुँदैन त्यस्तै छ चेलियो तपाईँ चेलेर आउनु भने तपाईँ फुलको थुङ्गाहरू अब मैती आउँदा पो यसो मैतीहरू सुहाउँछ तपाईँ नआउँदा त के सुहाउँदैन कहिले कहिले चेलेर आउँदा फल्ला चेली आउँदा फल्ला चेलीहरू बहिनीहरू आयो भन्छन् रमाइलो हुन्छ तपाईँ नआउँदा त अनि छुम्रो पो भेट हुन्छ अनि त्यहाँदेखि त अब दाजुहरू भनेको त बाउहरू जस्तै हो गीता बहिनी आउनुभएको थियो अन्त इत्यादि हामी झरेको थियौँ अनि मान्छे भेटचार गयौँ हजुर मान्छेहरू थियौँ हजुर त्यति रमाइलो गरौँ नि हामीले रमाइलो गरौँ नि हजुर गर्नुपर्छ नि रमाइलो गरौँ त्यो फोटो खिच्यौँ हजुर युटारमा चढ्नु मात्रै सकिन डरले चढिने मान्छे हजुर त्यो महिला भन्जाले टिकट काटेको थियो सबै गीताको परिवार अनि होटेलमा खाना खुवायो राम्रै छ अबसम्म बहिनी राम्रै छ अब ठिकै छ यहाँ पनि दुःख सुख खेमा लग्छ नि अनि हाम्रो अरूले जे भनुन् जो रिसाओस् जो कराओस् म चाहिँ एउटा के भन्छु भने मेरो सुझाव बहिनी हजुर कामधारामा चेली मैती चाहिँ मिलेको जस्तो लाग्छ अरूमा छैन दुनियाँमा छ चेली मैती छन् हाम्रो चाहिँ चेली मैती ए बस्नु न भाउजू बस्नु दाजु आउनु भएको छैन दाजु अनि त्यसरी चिया त देख्न अरू ए हो ए ल भाउजू ल दाजु आउनु भएको रहेनछ अघि मैले ए हो ल ए हो म त यतातिर लागेँ है अनि हाम्रो तामदारमा जस आएको भुवारी खाल पनि मिले गरी खाल बाजेको छैन नि
र हर्किनु बुहारी हरामी थियो त्यो झापा गइहाल्यो त्यो गएपछि अहिले कति मिले बस्छन् अँ, जे पाक्यो एक बारी खान्छन् अहिले देउरानी जेठानी सबै मिल्छन् हजुर। अर्कै चाहिँ हरामी थियो अनि अहिले त राम्रो छ उहाँ त अब अनि दाजुलाई यो सुख दुःख भन्ने के हो दाजु के जस्तो लाग्छ सुख दुःख चाहिँ सुख के दुःख रहेछ भनेको के भन्नु सुख दुःख भनेको अब पैसा हुनेले सुख होला नहुने दुःख होला नि के भन्नु त मलाई चाहिँ लाग्दैन है मलाई चाहिँ अँ, यो एउटा सुख पनि लाग्दैन दुःख पनि लाग्दैन जीवन हो भन्नु पर्यो जीवनले सुख पनि हुन्छ बाँच्नुपर्छ दुःख पनि हुन्छ राम्रो पनि हुन्छ नराम्रो पनि बाँच्नुपर्छ हुन्छ, है? खानुपर्छ अनि सही सही त्यसरी छ अब पहिला त अब बाबा बुबीमा सुख दुःख त होला कति सुख मिल्नु कति होला होइन अहिले त दाजु अनि मैले सोध्नु बिर्सेको होइन केही भन्न मन लागेको कुरा हजुर। के छ त यो अहिलेको युवाहरूलाई के भन्न चाहनुहुन्छ युवाले के भन्नु र अब युवा त हामी त चलाउँछन् बाटो छन् सही बाटो हिँडेर अब बाटो छ बाटो सही बाँध्नुपर्छ बाबु बाजेको बुद्ध थाम्नुपर्छ अब बाबु आमाले कसो गर्यो त्यसरी गर्नुपर्छ भनौँ न के भन्नु र त अब अझै साहित्यिक कुरा त घुसन आउँदैन हामीलाई होइन जे आउँछ अनि त्यसरी त्यही हो अब आफूभन्दा माथिकोलाई आदर गर्ने आफू मुनिकोलाई माया गर्ने होइन त्यही त हो नि अब आफ्नो देश विकास गर्ने सकेभर विदेश नजाउँ बस नजाउँ देश जान्ने मान्छेले सकेभर विदेश विदेश नजाउँ नजाउँ त्यस्तै त्यस्तै साथी भ्याउँदा छ भने चिया दिउँला छैन बोली बच्चन टाढौँला त्यसरी बाँच्नुपर्छ वर्ष नेपालीको छोरा पहिला हामीलाई दुःख बुद्धि नभएर विदेश गयौँ अहिलेको युवाहरू विदेश नजाओस् भने आफ्नै देशमा श्रमदान गर्दा जति छ हाम्रो होइन अब सरकारले जागिर दिएन भन्छ आफैले गर्दा हुन्छ नि त होइन सरकारले त सक्दैन होला होइन आफै जति छ गर्नु मन जति छ हुन्छ नि त होइन चाहिँ जसले काम गर्दैन अनि अब एक सुरका अदुवा रोप्दाखेरि एक सुरका टमाटर रोप्दाखेरि होइन भएको छ त अलैँची अलैँची अहिले छैन बहिनी हामी त तपाईँको मान्छे गाउँमा चाहिँ छ यता होइन एउटा कुरा नि कि अब अदुवा रोप्दा अब अनि आधुनिक सब्जी रोप्दा पनि भयो नि भेन्डी लसुन रोप्दा पनि भयो बैगुन रोप्दा भयो त्यसरी अरूको त्यसो गर्दा छ जति म पहिला विदेश जाँदा मलाई के भन्थ्यो भने तपाईँ जग्गा मेरो त संसार जग्गा छ मेरो घर छ भन्थे भन्दा के भन्थ्यो भने उनीहरूले त्यत्रो जग्गा हुने मान्छे त्यत्रो पैसा हुने किन आयो हाम्रो त धनीको त भाडामा त फिलिपिनियर भन्थे भाडा बस्छौँ जग्गा हुँदैन हाम्रो त भने त्यत्रो जग्गा तिमी संसार हुने किन आउँछौ होइन हामी त अब घुम्न आएको भन्नु पनि के आउँछ सबभन्दा सिलेरी अब थोरै नेपालीको हजुर हजुर त्यसरी त्यस्तै छ भने अब तपाईँ अब ठुलो देशमा बस्नुभयो आउनुभयो हामी त ठुलो देश पुगेछौँ न पनि होइन दाजु ठिकै छ अब आफ्नो देशमा होइन फ्रेस आफ्नो देश आफूले गरे अर्ग्यानिक खाने परिवारसँग बस्ने साथीभाइ हेर्नु कति राम्रो छ विदेश भन्ने कुरो त आफ्नो मान्छे भन्ने कुरो कोही हुँदैन नि हुँदैन तपाईँहरू युके बस्नुहुन्छ होला दुईटा कुरा बस्नु पल्लोवर्ग मान्छे बोल्दैन यहाँ त हेलो भाइ यहाँ भाउजूले फेरि फेरि भन्छ के भन्छ होइन अब त्यसरी आउँथ्यो भाउजू साउजू भन्छु म त्यसरी हामी त राम्रो छ नि अब एउटा फर्सी पाक्यो भने फर्सी भने आधी काटेर पल्लोबाट पठाउँछ आधी खान्छौँ हामी कति राम्रो कति मिले बसेको छौँ राम्रो छ नि मिलेर खाइन्छ राम्रो छ बाजेको पनि ल दाजु हुन्छ अब एकदम मलाई खुसी लाग्यो होइन दाजुसँग भलाकुसरी गर्न पाउँदाखेरि विदेशमा बस्नुभयो बहिनी राम्रो सोध्नुभयो अब चेली हाम्रो माङ्गेन चेली आउनुभयो धेरै धेरै तपाईँलाई खुसी धन्यवाद बधाई दिन्छु तपाईँलाई होइन जहिले पनि चेली हुनुपर्छ अनि मैती बच्छ चेली माङ्गेन हुनुपर्छ तपाईँ आउनुभयो देश परदेश घुमेर आउनुभयो धेरै धेरै मन खुसी लाग्यो तपाईँले चेली मैती बोल्नु पायो त्यतिमै धेरै खुसी मार्नु पाउँदाखेरि दाजुको पनि अब टिकट पाएर होइन यो ठाउँको लागि केही गर्ने विचार रहेछ यो एकदम दाजुको सपना पुरा होस् शुभकामना धेरै धेरै एकदमै पुरा होस् एकदमै पुरा होस् होइन 84मा चाहिँ म केही टिकट भन्दा आश धेरै आश छ मलाई हजुर पाउँछु पनि जस्तो लाग्छ मलाई टिकट चाहिँ 84मा 84 धेरै छैन नि त 2 वर्ष छ अब म पनि अब 60 पुग्नु 2 बार बाँकी छ म 84मा 60 पुग्छु म
ल दाजुले अब एकचोटि यो 84 चामडालाई चाहिँ म केही बनाएर मात्रै मरौँ भन्ने मेरो सोचै छ। हेर्नुहुन्छ भने हामी पनि सायद होइन समय र परिस्थितिले साथ दियो भने दाजुलाई हामी अवश्य पनि जिताउने छौँ, भोट दिनेछौँ भन्दै दाजुलाई अब धेरै धेरै धन्यवाद। यो मेरो युके सिम्पल टक युके पोडकास्टमा दाजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण दर्शकबिनहरू केही कमी कमजोरी त्रुटि भएमा क्षमा चाहन्छु भन्दै अर्को भिडियोमा फेरि भेट्ने बाचाका साथ आजको लागि बिदा चाहन्छु। सेवारो नमस्ते। ल